को परमेश्वर के को गड कस्तो खाले जजमेन्ट त्यस्तो केही छैन हेर यहाँ दिन कति राम्रो भइरहेको छ सनसेट भइरहेको छ मान्छेहरूको सोचाइ त्यस्तो हुन्छ कतिचोटि नोआको समयमा पनि यस्तै सोचिरहेको थियो मान्छेहरूले यतिकै अब जान्छ जिन्दगी के को जजमेन्ट केही आउँदैन भनेर तर परमेश्वरले तिनीहरू रिपेन्टेन्समा आउँछ कि पापको क्षमा माग्छ कि भनेर परमेश्वरले 1 साल पर्खिनु भयो नो 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 2 साल पर्खिनु भयो नो 5 साल नो 10 years होइन 50 साल होइन 100 साल 100 साल पनि होइन 120 yearsसम्म परमेश्वरले पर्खिराख्नु भयो जब नोआले त्यो बोट बनाइरहेको थियो त्यो ग्रेट फ्लड आउनुभन्दा अगाडि त्यही पनि मान्छेले लास्ट मोमेन्टमा मात्रै जजमेन्ट आउँदा मात्रै थाहा भयो अनि ग्रेट फ्लड आएर सारा संसार पानीमा डुबेको छ तर यस्तै छ अहिले पनि परमेश्वरले पर्खिराख्नु भएको छ मान्छेले रिपेन्टेन्समा आउँछ कि भनेर परमेश्वरले पेसेन्सली पर्खिराख्नु भएको छ उहाँले र मान्छेलाई बचाउनको लागि चाहिँ कोही स्वर्गीय दूतहरू न त कोही प्रफेट पठाउनु भएन लास्ट टाइममा चाहिँ परमेश्वरले पठाएको आफ्नो मात्र पुत्र जो उहाँसँग इटर्निटीदेखि हुनुहुन्थ्यो उहाँलाई पठाउनु भएको छ र क्रुसमा मर्नु दिनुभएको थियो र त्यस्तो एउटा आफ्नो छोरालाई पनि नछोडिकन उहाँले मान्छेको उद्धार र मुक्तिको निम्ति पठाउनु भएको छ र जजमेन्ट चाहिँ यो वर्ल्डमा हुन्छै हुन्छ किनभने कतिवटा कुरा मान्छेहरूले लुकीछुपी गरेको हुन्छ नराम्रो काम गरेको हुन्छ कसले कसलाई टर्चर गरिरहेको हुन्छ मर्डर भइरहेको हुन्छ रेप भइरहेको हुन्छ त्यो पनिसमेन्टहरू नपाइकन मान्छेहरू त्यतिकै जिएर मरेर गएको हुन्छ तर एक दिन चाहिँ हामी सबैजनाले आफ्नो क्रिएटरलाई भेट्नै पर्छ र ग्रेट व्हाइट थ्रोनको अगाडि बस्नै पर्छ त्यहाँनिर चाहिँ एउटा राइचियस मान्छेले जो परमेश्वरले एपोइन्ट गर्नुभएको छ उहाँ चाहिँ स्वयं आफ्नो पुत्र प्रभु यीशु मसीह हुनुहुन्छ उहाँले सबैलाई जज गर्नुहुन्छ हामीले के काम गरेको छ कस्तो काम गरेको छ कुन सोच राखेर गरेको छ हाम्रो थट प्रोसेस के थियो त्यो सबैको नापतोला हुनेछ त्यहाँनिर र त्यति बेला कोही पनि ढाट्न सक्दैन मान्छेहरूलाई यहाँ छुपेर लुकेर गरेको सबै कुराहरू त्यहाँनिर चाहिँ प्रकट हुनेछ र परमेश्वर अगाडि अहिले के पनि भइरहेको छ सबै देखिराख्नु भएको छ र हुनु दिएको यतिकै जाँदैन किनकि कति टेररिस्ट एट्याकहरू मर्डरहरू त्यतिकै गइरहेको छ र जजमेन्ट त्यो दिन चाहिँ हुनेछ र त्यति बेला कति राम्रो काम गर्यो कहाँ चर्चमा गयो के प्रार्थना गर्यो भनेर केही म्याटर गर्दैन त्यति बेला जजमेन्टदेखि बाँच्नुको लागि चाहिँ त्यति बेला प्रभु यीशु मसीहमा विश्वास गरेको छ कि छैन त्यो मात्रै म्याटर गर्दछ यु हेभ एक्सेप्टेड क्राइस्ट एज योर सेभियर अर नट द्याट्स इट त्यसले मात्रै म्याटर गर्छ